वेलकम ब्याक टु माई अनदर भिडियो। अनि आज चाहिँ हामी हेम्जा जाँदैछौँ। हेम्जा ठुलो मम्मीको घरमा भेट्नुलाई ठुलो मम्मीलाई। अनि त्यसपछि आमा म आन्टी यहाँबाट जानी बगरबाट सपनाको मम्मीहरू जानुहुन्छ उताबाट अर्को आन्टी। अनि हामी पथाने बोकेर चाहिँ हामी हेम्जा जाँदैछौँ। ओभर एक्साइटेड। 5 बजे उठ्यौँ अनि चटक्क पढ्यौँ अनि अब बहिनीलाई भेट्नु जाने आमा। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। बसिसक्नु भएछ आन्टीहरू त। जम्का भेट भइयो सबैको। हाम्रो ग्याङ नेपालभरि हाम्रो साथी भनेको सबै फ्यामिलीहरू यसरी भिन्यो भने कोही चाहिँदैन है। बस्दिन पनि हाम्रै हुन्छ सबै। अघि कोही चाहिँदैन कि यताउता हिँड्ने बेलामा त्यो ग्रुपै बनाएर भने चाहिँ गाडी नै हेरेको पर्छ। हाम्रो यति धेरै ग्याङ छ गाइस, त्यही भएर हामीसँग सतर्क हुनुपर्छ। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। सबै पटक परेर आमाको यहाँ स्टेप कट काटेको कपाल कस्तो राम्रो देखेको छ। अनि सपनाले चाहिँ कपाल डल्लो छ। आन्टीको नि कपाल डल्लो, अर्को आन्टीको कपाल डल्लो, मेरो पनि कपाल डल्लो। सबै पुटुक्क परेर अब आमा छोरीहरूको माया। आमा हात गाँसेर हिँडेको अरे माया पिरीमा। You're the best, ma. ओहो यो त टुँडी खालको त्यो त हो है। ओ माई गड खतरा बनाएको थियो नि। वाउ ए हेर बिहान एक्सर्साइज गर्नुपर्छ भन्ने अलिकति मेन्टालिटी त रहेछ नि नेपालीहरूको नि। दाजुभाइ दिदीबहिनी बाजेबोजूहरू पुरै एक्सर्साइज बनाएको छ। यो कस्तो सरकारी जग्गा होला आन्टी है। पुडी खोलाउँदै हरिचोक आन्टी तपाईँ पत्र बोल्नु त यहाँ। ड्युटी फ्री आनन्द भएको छ है आज त। फ्री दिन पनि त्यस्तै फ्री भएको आन्टीलाई पुस भएको जाडो लागिरहेछ। अरू सबै हामी पतलो हरिचोक। यो हरि भन्ने कोही न कोही होला नि है। त्यही भएर यहाँ हरिचोक अहिले बोलाउनु भयो, त्यही भएर हामी हजुरकोमा आयौँ है। किनभने जो 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 बोल्ता है उसी का बिकता है हैन बाजे। बात तो सही है। दौड़ना तो पड़ता है। एकदम मिलाइदिनु है। युट्युबमा हालिदिनु। म तपाईँको यहाँ मान्छे धेरै आउनुहुन्छ। ल धन्यवाद। सुन्तला कसैले बोकेर जाने रे राखिदिने चलन छ हाम्रो नेपालमा। अब यसको कपडा टक्क खोलेर चाहिँ नि हाल्नुपर्छ। हामी अब चट लाएर हिँडेको फलफुल पसलबाट हामीलाई लिन आउनु भयो। बसमा चढाउन आउनु भयो। मिलाइदिनु भएन। ठिकै छ बिहान बिचरा। कोही बात नहीं। यही हो हेम्जा जाने बसमा चढियो है साथीहरू। टक्क लाग्यो। यो कसले सिट अगाडि सक्नु भयो यहाँ त। ए आमा मान्छे हाल्दैछ यहाँ। यस्तो छ क्या है जेब्रामै फेरि त्यो नि जेब्रा क्रसिङ गर्ने ठाउँमा एउटा होइन बिचरा हेर भारी बोकेको बजेलाई हान्दैछ। ओ आमा हेर त पछाडिको चुराहरू सबै फुटेको। यो बजेल हेर ए आमा नि बिचरा। हेर मान्छे हान्दैछ यहाँ ह्याङ्जामा। यो ह्याङ्जामा त किन हो यति माथि घट्न। ए आमा हातै भाँचेर हेर्नु त पटक्क रगत हातबाट। ए भगवान् होइन ट्याक्सी बोलेर छिटो हस्पिटलमै हुन्थ्यो नि। किन हो यो ह्याङ्जाको बाटोमा यस्तो हुने डरै लाग्ने गरेर घरिघरि होइन यसरी कुद्दा एम्बुलेन्स बोलाएर लयो हुन्थ्यो नि छिटो। झन् पानी सानी दिनुहुन्न भन्छ यस्तो बेलामा त। हस्पिटल लयो हुन्थ्यो कि छिटो। यही जस्तो लाग्छ मलाई त ह्याङ्जा झरी मिलन चोक कति राम्रो बनाएको है। मिलन चोक त वाउ राम्रो यस्तो पो बाटो। यता ह्याङ्जातिरको बाटो चाहिँ यस्तो दामी सुधार भएको है। हाम्रो भुर्जुङ खोलाको मात्रै अब हुँदैछ हुन त। हाम्रो भुर्जुङ खोलाको पनि त्यही पनि हेरेर ठोक्देला फेरि हामीलाई। अहिले फेरि यहाँ बियर छैन हौ डर लाग्ने। नेपालमा त रुल छैन कानुन छैन। हे भगवान् है बिचरा एउटा बुढी मान्छेले हात देख्नुभयो हान्दिएर आउँ त्यहाँ बिचरा है आन्टी। होइन नि ठुलो गाडीले यताबाट चाहिँ मेलकोट जान्छ होइन आमा। पहिला हामी यताबाट बसेको के अरे
यताबाट चाहिँ हाम्रो ठुलो मम्मीको घर जान्छ। खाजा खानु परेन अहिले गएर भोक लाग्छ नि खाना आएका तिमीहरू वा बुढ्छौँ खाना यस्तो भयो सुकेर है। यो एरिया चाहिँ नसुध्रेको आन्टी यस्तो त्यस्तै है। यहाँ त म पहिला आउँदा नि यस्तै थियो 9 वर्ष पहिला आउँदा यो एउटा घर बसेको नयाँ होलीले मेरो रङ्ग यो नयाँ चली हो त्यसरी त नपिटा लोलाले दुख्छ नि अभिले मात्रै खेल हौ लो यत्रो लोलाले हाल्यो भने त दुख्छ नि बिचरा दुख्यो नि है बाबु ओ हान रे सबैजनाले उफ्रेर मलाई छोडेर आएका नमस्ते ठुलो मम्मी हे यिनीहरू सबै हाम फालेर आएर मलाई छोडेर आए म नमस्ते म होली खेलेको खिच्नु लाग्यो त्यहाँ बाटोमा त्यो भनेर यहाँ नानी रोएर फेरि आमा यस्तो राम्रो मान्छे कहाँ रुनु त होली खेलेको छैन होली खेलेको हेर्न जाने हो त्यहाँ होली खेलेको त्यहाँ होली खेलेको त्यति बच्चाहरु जम्मै बच्चाहरु कति ठुलो भइसक्यो है यत्रो ठुलो भइसक्यो त नानी त है तिम्रो होली खेल्ने होइन त्यहाँ गएर त्यो होली खेलेछ कति मजाले सबै सन्चै छ होला नि कान्छी कहिले आउने र अब दसैँमा आउने भनेको होइन र अब त बेबी बनाउनु पर्यो ए वहीँको पनि निस्क्यो वहीँको बासिन्दा भयो भनेपछि नि अब पैसा तिर्नुपर्छ कति धेरै तिर्नुपर्छ कुखुरा काट्छु भन्दै हुनुहुन्छ यहाँ मूर्ख बालिके कम्बर कसेर दिदी बहिनीले अब चट्टा लाएर भाले चप्रक्कै काटेर सोप्रक्कै खाने हो नि त फेरि आज ठुलो मम्मीलाई खबर पनि नदिएको रहेछ योलाई त म त के गर्नु होला होइन तर सपनाले सरप्राइजै भन्नुभएछ घरमा ठुलो मम्मी त आज ठुलो मम्मी सरप्राइज हामी हेरेको ठुलो मम्मी सरप्राइज भएको भनेपछि कत्रो कुखुरा हो लो हाम्रो ठुलो मम्मी त लास्टै जाँगरी भाले अन्डा पारिसकेको रहेछ अन्डा पारेर चाहिँ त कुनामा हो हेर्नुहोस् त गाइस कुखुराले अन्डा पारेछ कुखुराले अन्डा नपारे के पार्छ त नि भन्ला फेरि यहाँ मान्छेले हाम्रो त अब काटेर चटनी बनाउने भएछ आर्याले हेरेछ आर्या बोल्दिन न हामीसँग रिसाइचिन है आर्या आई लभ यू बाबा भनिदेऊ न आई लभ यू बाबा लभ यू आन्टी आई लभ यू अङ्कल आई लभ यू भाइ मामा गरिदेऊ न गरिदेऊ मामा गरिदेऊ किन त मन खोला लाग्छ र ल हेर यसको जिन्दगी अब सरप्राइज दाइ ठुलो मम्मीलाई थाहा छैन रहेछ सबैजना नमस्ते नमस्ते भाग्यमानी सुन्नु भएछ अँधेरोमा सन्चै छौ एकदम हामी सबै आराम सरप्राइज तिमी आरामै छौ अँधेरो छ दाइ सुन्नु भएको बाहिर पानी पर्छ काममा अँधेरो देखेको मलाई सरप्राइज दिन आएको नि सरप्राइज त नभलिकन आउने भनेर नि सरप्राइज दिन आएको ए बाटो चाहिँ त एउटा दिन आउने भए पो भन्दै आउने गर्नु कहिले जानु भयो त सरप्राइज गर्ने हो नभलिकन जाने हो त सुने त्यो बाटो अनि राम्रै छ के बाबु अब ल उता भुतुकी पारेर उता बनाइदिसक्यो बिचरा यसको यहाँ फेरि टुक्रा टुक्री पात पुरा निकाल्नुपर्छ अपरेसन गर्नुपर्छ यसलाई अरू बेलामा मौका छैन आएको बेलामा फोन गराउने बोल्ने होइन त खुट्टा देखाउने हेलो यहाँ धनियाँ चोर्ने कार्यक्रम हुँदैछ यिनीहरूको फेरि धनियाँ चोरहरू बारीमा हेर बेला र मौका बल्लाएको लाखुले यस्तै 3टा लाखुले यिनीहरूले राम
हाम्रो अब यहाँ चट्ट लाएर आगोमा यी कराईमा पकाएर कुखुराको मासु ल्याम्पमा खानु पर्छ साथीहरू। फ्यामिली ठुलो भएपछि काहीँ जानु पर्दैन कसैले खोज्नलाई। हाम्रो फ्यामिली भ्रमण टोली हुन्छ है एउटा बसमा हिँड्यो भने। कुखुराको खुट्टा चपाउँदै मेरो बहिनी भनेर अब मैले थम्नेल हालेँ मेरो। हो बहिनीले मासु भाउजूले पकाएको, बहिनी चाहिँ एकछिन छुना मात्रै आएको। यहाँ हेर आमामा अर्ग्यानिक मासु, वाउ हेर्दा पनि कस्तो मिठो लाग्छ है। आमामा कति मिठो लाग्छ देखेको। हाम्रो भिडियो हेरेर थुक्कै ननिकाल्नु है साथीहरू। भाउजूले पकाउनु भएको आगोमा अर्ग्यानिक होइन। यहाँ छुना आउनु भएको बहिनी। आज यहाँ चाहिँ नमस्ते नुमुस्ती चलिरहेको छ सबैसँग रमाइलो। दसैँ आएको छ हाम्रो घरमा। यहाँ अर्को ठुलो मम्मी मक्खै परेर बोल्दैछ फेरि उता छोराहरूसँग। कान्छो दाजुको ठुलो मम्मीको छोरा कान्छो छोरासँग। हाम्रो अर्को आन्टी हुनुहुन्छ यहाँ के बहिनीको अरे दाइको छोरा यसरी बोल्ने भइसक्यो यहाँ है। यसरी आमा लगाएर ग्रुप च्याटमा बाबासँग बोल्ने रे आमा। मम्मी आएर ड्याम्की पिट्नु होला रे। कस्तो मजाले बोल्ने हो। आइपुग्नु भाइ सपना बहिनीको फेरि बेबी यस्तो मेरो फुपूको छोराको छोरा सन्चो भाइ चाहिँ नि तिमीलाई आँखा त आमाइनी। पाहुना हे पाहुना फेरि आए पाहुना। फ्यामिली ग्यादरिङ आन्टीको छोरी कान्छी छोरी आइपुगे भनेर हेरेर सबैले रलमल्लै परेर यहाँ खाना साना टक्क लाएर हाल्ने प्रक्रिया चलिरहेको छ। मिठो मिठो यसो भाउजूको जाँगरलाई हेर्नुहोस्। यहाँ यो सोडाको चटनी एमी अर्ग्यानिक कुखुराको मासु यम्मी 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 यम्मी। होइन खाइहाल्नु कि मम्मी। पार्टी मिठो मानेर खानु है सबैजनाले। पार्टी पार्टी पार्टी। बुन्टेले त के खाने त गेम खेलेर हजुर